कोरोना विशेष में स्वागत करी छी। आई धनुषा के प्रसंग में बातचीत कर जा रहा छी। कोरोना रोकथाम आ नियंत्रण के प्रयास केना चल रहा है। स्टूडियो साहब अखन जुड़ल छे प्रत्यक्ष हुनका से बातचीत करब। विशेष करके आई बात कल जाए तो धनुषा में एक घटना भेलै जठी नाका से आबि रहल छलै गोटे तो हुनकर निधन भेलै गोटे के। आ दोसर बात आक्रोशित व्यक्ति सब 200-300 के संख्या में सीधे प्रवेश कर खोजल के, यद्यपि उनका सबके विभिन्न पालिका में पहुँचाओल गेल छे। एहन अवस्था किया सिर्जना भेलै अहू विषय में बातचीत करब। स्टूडियो साहब कार्यक्रम में स्वागत छ। तो पीड़ित परिवारजनहरू त्यहाँ पुगेका थिए होइन, तर एम्बुलेन्स त्यहाँ पुग्न दिएन, इभन त्यहाँका परिवारजनलाई पनि भेट्न दिएन भन्ने पनि कुरा आइरहेको छ नि। त्यस्तो त कसरी हुन्थ्यो र? एम्बुलेन्सलाई पुग्न नदिनुपर्ने कारणै केही छैन। एम्बुलेन्सलाई कसरी रोक्ने कुरै पनि रहेन होइन। एम्बुलेन्स गइहाल्छ नि, एम्बुलेन्स गएको भए त पुगिहाल्थ्यो एउटा विषय त समयमा। अब तर हामीले पछि यहाँ थाहा पाएपछि हामीले एम्बुलेन्स नै पठाएका थियौँ। हामीले नेपाल रेड क्रस सोसाइटीको एम्बुलेन्स छ भन्ने थाहा पाएपछि हामीले तत्काल पठाएका थियौँ। त्यो त्यहाँ पुग्दाखेरि नै उहाँको चाहिँ निधन भइसकेको थियो भन्ने हामीले जानकारी पायौँ। अब अर्को कुरो के आयो भने रेड क्रसको एम्बुलेन्स माग्दाखेरि पनि अब सिडिओ साहेबको पर्मिसन आएपछि मात्रै दिने भन्ने पनि कुरो आयो। यसमा चाहिँ कतिको सत्यता छ? होइन, त्यस्तो पर्मिसनको केही विषय होइन। अब कहाँ कसरी जान्छ भन्ने विषयले मात्रै हो। हामीले रेड क्रसलाई चाहिँ त्यो एउटा एम्बुलेन्सलाई हामीले हाम्रो उसकै लागि प्रयोग गरिरहेका छौँ। त्यस्तो पनि केही होइन। फेरि तत्कालै हामी सम्पर्कमा छौँ र तत्कालै जान पनि भनेको हो। त्यस्तो अब उहाँलाई रोकिराख्नु पर्ने अवस्था पनि छैन। सोधेर जाने, यसरी जाने है भन्ने मात्रै हो। त्यस्तो पर्मिसनै चाहिने अवस्था चाहिँ होइन। तर के भने रेड क्रसको लाई चाहिँ हामीले एउटा पार्टिसन पनि गराएका छौँ अगाडिपट्टि, अनि सँगसँगै त्यसो भए जानकारी भएर जाओस् भन्ने मात्रै हो। अन्यथा त्यस्तो केही होइन। गइरहेको छ, उहाँहरूले पठाइरहनु। सबैभन्दा धेरै कुद्ने भनेकै रेड क्रसको अरूको त धेरै अरू भन्दा पनि अहिलेको कोरोनाका सन्दर्भमा सबैभन्दा धेरै कुदेको गाडी भनेकै रेड क्रसको हो। सबै मान्छेहरूलाई ल्याउने, लैजाने, हस्पिटल पुर्याउने, हस्पिटल ल्याने सबै काम नै रेड क्रसले गरिरहेको छ। त्यो त तपाईँहरू सबैले देख्नु भएको छ। र त्योभन्दा बाहेकका अरू गाडीहरूले त कहिलेकाहीँ फाटाफुट्टा मान्छे बोक्ने बाहेक भएको अवस्था छैन। रेड क्रसको गाडी निरन्तर रूपमा चलिरहेको छ। अब यहाँ दुईटा कुरो देखियो कि एउटा त एम्बुलेन्स समयमा चाहिँ उपलब्ध नहुने होइन, धेरै प्रयास गरेपछि बल्ल तल्ल एम्बुलेन्सको उपलब्ध भयो होइन, तर त्यसपछि एम्बुलेन्स त्यहाँ जठी पुगेपछि बिरामीलाई भेट्नै दिएन रे। त्यहाँका परिवारजनलाई चाहिँ भेट्नै पाएनन्, क्वारेन्टाइनमा जाने दिएन, त्यस्तो कुरा पनि आइरहेको छ उतातिर। कहाँको परिवारलाई त्यस्तो कुरै भएन। परिवारको त बिहानै पुगिसक्नु भएको थियो, उहाँहरू पुगिसक्नु भएको थियो, उहाँले भेटिसक्नु भएको हो र केही खानेकुरा पनि खुवाउनु भएको थियो भन्ने कुरामा आयो होइन। उहाँहरू त जाने, उहाँ पुगिसक्नु भएको थियो। त्यस्तो अवस्थै होइन। कसले भेट्न जान नदिनु पर्ने के थियो र? परिवारजनबाट आएको कुरो चाहिँ हामीले भेट्नै पाएनौँ के भनेर कसरी कोसँग भेट्न, बिरामीसँग भेट्न नपाएको भनेको? हजुर, बिरामीसँग त्यसरी भेट्न नपाउने पर्ने कुरै केही थिएन नि। उहाँ त बिहानै आइपुग्नु भएको थियो, उहाँ पुगिसक्नु भएको थियो। हजुर। अब स्टुडियो साहब, कोही व्यक्ति बिरामी त्यहाँ सीमामा चाहिँ अड्किएको अवस्था छ होइन, अब उनीहरूलाई चाहिँ के कति प्रबन्ध गर्नुपर्ने हो, कसरी चाहिँ अस्पताल पुर्याउनु पर्ने हो, त्यसको व्यवस्थापनमा त्रुटि देखियो? अब यसरी जब व्यक्तिको ज्यानै जान्छ भने अब यस्तो हुन्छ भन्ने कुरा त कतिपय हामीले अनुमान पनि गरेको हुँदैनौँ होइन। राति त्यो पनि एकदमै बिहान राति आउनुभयो, त्यसपछि एकदम बिरामी हुनुहुन्थ्यो। त्यो परिवार सबैलाई थाहा छ, उहाँको परिवारलाई थाहा थियो। कम्तीमा पनि यसरी आउँदैछ भनेर हामीसँग देखियो एउटा गाडी स्ट्यान्ड बाई राखिदिनु थियो। त्यो चाहिँ थोरै उहाँहरूले पनि गर्नु भएको छैन। बिरामी आउँदैछ भन्ने हामीलाई थाहा पनि थिएन एउटा विषय। राति अब त्यहाँ आइराख्नुहुन्छ ठुलै सङ्ख्यामा, 200-300 मान्छेहरू राति नै 2-3 बजे, 4 बजे, 5 बजेतिर आइरहनु भएको थियो। अब आइरहेको बेलामा सबैजना त्यही छ भन्ने कुरा नि भएन। फेरि अर्को कुरा, त्यति सिरियस भएर बिरामी हुनुहुन्छ भन्ने पनि कति सायद अनुमान भएन। नत्र भने त्यो व्यवस्था हामी गर्न सक्थ्यौँ। परिवारले हामीलाई अघि दिनै यसरी आउँदैछ है भनिदिएको भए पनि त्यहाँ हामी व्यवस्था गर्न सक्थ्यौँ। स्ट्यान्ड बाई राखेर तत्कालै हस्पिटल पुर्याउन सक्थ्यौँ। त्यहाँबाट आउने बित्तिकै लैजान सक्थ्यौँ। उता सीमामा पनि हामी भनेर त्यसरी बिरामी आउँदैछ है, नरोकियोस् भनेर भन्न सक्थ्यौँ। उतापट्टि 1-2 घन्टै रोकिनु भयो भन्ने पनि बुझ्न आएछ। त्यसैले त्यो सबै कुराहरू गर्न सकिन्थ्यो। अलिकति थोरै उहाँहरूले पनि बिरामी आउँदैछ भने समन्वय गरिदिएको भएदेखि त्यसमा अझ सहज चाहिँ हुन्थ्यो। र हामीले अब एउटा कुरा सिक्छौँ, जानकारीको अभाव। हजुर, थोरै यस्तो भएको छ। किनभने अब सिडिओ साहब, जुन एउटा समस्या देखियो नि एम्बुलेन्स नपाउने होइन, एउटा त कोरोनाको त्रास त छँदैछ, तर धनुषामा अरूको के देखियो भने कोही अन्य बिरामी छन्, तिनीहरूलाई चाहिँ अस्पताल पुर्याउनु पर्यो भने एम्बुलेन्सको अभाव, त यो त दीर्घकालीन समस्या देखियो नि धनुषामा।
यसको लागि चाहिँ के गरिराख्नु भएको छ तपाईँहरूले? एकदम 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 समस्या। हामीसँग 72वटा भन्दा बढी जिल्लामा 72वटा भन्दा बढी चाहिँ एम्बुलेन्सहरू छन्। एम्बुलेन्सको सन्दर्भमा यहाँ हामीले उहाँहरूलाई भनि पनि राखेका छौँ, प्रत्येक पालिकालाई पालिकाहरूको आफ्नो एम्बुलेन्स राखिदिनुहोस् पनि भनेका छौँ। र एम्बुलेन्स यो नचलेको कुरा हामीलाई यो आइसके पछाडि हामी के भन्छौँ भने त्यो जहाँ जहाँ छ त्यहाँ तत्कालै पालिकाहरूलाई गर्ने भनेर हामीले गरेका छौँ। नियन्त्रणमा लिएर कारबाही गर्छौँ र उहाँहरूलाई नियमअनुसार चल्नका लागि एम्बुलेन्स जस्तो मानवीय सेवामा रहेका निकायहरूलाई नियमित रूपमा कामकाजमा जान अथवा बिरामीहरूलाई ओसार पसार गर्न उहाँहरूलाई हामी भन्छौँ पनि, त्यो अनुसार लगाउँछौँ। अहिलेसम्मको नोटिसमा आएको त्यस्तो कुनै घटना कि एम्बुलेन्सवालाहरू चाहिँ जान नचाहेको होइन, त्यस्तो कुनै उजुरी त्यस्तो आएको छ कि? त्यस्तो हामीसँग आइपुगेको थिएन। यो त बिहान आकस्मिक एकदम बिहान एकदम सबेरै भएको घटना, एक तत्कालै भएको घटनाले समस्या भएको हो। नभए यहाँ रेड क्रसकै पनि गाडी आधा बाटो पुगेर फर्केको, किनभने उहाँ बितिसक्नुभयो भनेपछि फर्केको। फेरि त्यसमा एउटा अब त्यहाँ र अब नटिर्नु पर्ने अथवा एम्बुलेन्सहरूले तोकेका ठाउँमा नजानु पर्ने कुनै त्यस्तो हामीलाई रिपोर्टिङ चाहिँ भएको छैन। कहीँ भयो भने त्यो अनुसार हामी व्यवस्थापन गर्छौँ। उहाँहरूलाई काम लगाउने काम हाम्रो जिम्मा हो। यदि कोही मार्कामा परेका छन् भने तपाईहरुलाई खबर गर्नु पर्यो र कारबाही गर्नुहुन्छ, त्यो भनिराख्नु भएको छ। जुन बिहानको घटना भयो नि, तपाई भनिराख्नु कारबाही एकदम मजाले कारबाही गर्छौँ। वीरेन्द्र यादव त्यहाँ पुगेका थिए जठी नाकामा र अरु जो भेला भए त्यहाँ 200-300 जना जति थिए होइन, जुन किसिमको आक्रोश देखियो भनेपछि कतै न कतै प्रशासनको कमी कमजोरी होइन, त्यहाँ प्रधानमन्त्री विरुद्ध नारा नै लगाइएको अवस्था छ। के भन्नुहुन्छ तपाई? यो परिदृश्यले चाहिँ के भन्दो रहेछ? हैन, त्यो आक्रोश देखिनु पर्ने केही कारणै छैन। सबैभरि एकैचोटि लगातार आउने बित्तिकै गाडीको कुटकुटी अवस्था हुँदैन। सवारीको व्यवस्था हामीले सबै पालिकामा पुर्याएका छौँ। उहाँहरू आइपुग्नु भएको छ, आफ्नो देशमा आइपुग्नु भएको छ, सुरक्षित साथ आइपुग्नु भएको छ। पालिकामा पुर्याएर कम्तीमा ज्वरोहरू नापेर या कम्तीमा उहाँहरूको नियमित रिपोर्टिङ लिएर त्यो पठाउने हो। त्यसमा सिधै सबै जान पाउनुपर्छ, कुदाको आउने बित्तिकै कुदिहाल्नुपर्छ भन्ने विषय पनि होइन। अब थोरै कुराहरू प्रबन्ध गर्नुपर्ने त्यहाँ हामीले देखेका छौँ। एउटा अस्ति हामीले राखेका थियौँ, टेन्टहरू राखेका थियौँ, टेन्ट हावाले उडाएर लगिहाल्यो। एक दिनमै अब दैनिक रूपमा हावा छ। त्यो टेन्ट अब त्यहाँ बस्ने ठाउँ त शीतल ठाउँ त छ, तर पानी र केही अब खानेकुरा पनि छैन। खाजा व्यवस्थाको चाहिँ केही गर्न सकियो भनेदेखि हामी त्यो प्रबन्ध मिलाउँछौँ। त्यो एउटा कुरा चाहिँ गर्नुपर्ने छ। अन्यथा कुरा अब एकछिन पर्खनुहुन्न, एकछिन रोकिनुहुन्न, अब हामी सुस्मा जानुहुन्न भन्ने जुन हुन्छ, त्यो त एउटा गलत कुरा पनि भयो। र जसरी बिहान अब त्यहाँ त कोही एक किसिमको भनौँ न बाहिरबाट आएका मान्छेहरू अराजक रूपमा अगाडि बढेको पनि थिए। हामीले त एकदम धेरै समयभित भएर उहाँलाई सम्झाइ बुझाइ गरेरै माथिसम्म ल्याएर उहाँलाई गाडीमा चढाएर पठायौँ। त्यो काम त हामी गरिरहेका छौँ, निरन्तर रूपमा गरेका छौँ। आज पनि हामीले ती व्यक्तिहरू जो चाहिँ एक किसिमले आन्दोलनमै उत्रिए त्यहाँ होइन, सुरक्षा घेरा तोडेर प्रवेश गरेको अवस्था छ नि त, तिनीहरू चाहिँ कति दिनदेखि त्यहाँ बसेका थिए? कति पनि बस्नु भएको थिएन। सबै राति नै आएका हुन् कि 2-3 दिन अगाडिदेखिका अरू पनि छन्? होइन, अन्त कति बस्नुभयो थाहा भएन। त्यहाँ आउनु भएको कोही पनि हुनुहुन्थेन। हामीले एक दुई घन्टा बस्नुभयो होला, बिहानसम्म गर्दा 2-3 घन्टा बस्नुभयो होला, नभए कोही पनि बस्नु भएको छैन। हिजो आएकोलाई हामीले 345 जनालाई हिजो हामीले घर क्वारेन्टाइन पुर्याइसकेका छौँ। ए, भनेपछि हिजो आएकाहरू हुन् ती सबै चाहिँ? हिजो आएको होइन, उहाँहरू हिजो आउनु भएकै होइन। हिजो आउनु भएको होइन, बिहान राति 5 बजे 3 बजे बिहान 3 बजे उतापट्टि 3 बजे भारततिर नेपालको भागमा 5 बजे आउनु भएको। उहाँहरू 5 बजे आइपुग्नु भएको। 5 बजे आएपछि बिहानको 5 बजे हो, हिजो बेलुकाको होइन। हिजोको त हामीले कसैलाई राखेकै छैनौँ, हिजो सबै गइसक्नु भएको थियो। बिहान 5 बजे आइपुग्नु भएको उहाँहरू। हजुर, भनेपछि कतिजना आथे आज? त्यो त सबै रेकर्ड त भएन, करिब 200 जना हुनुहुन्थ्यो होला जस्तो लाग्छ हामीलाई। त्यो बिहान 194 पछि थाहा गर्दाखेरि 194 जना हुँदो रहेछ। त्यसै करिब 200 जना। अनि जसरी जठी नाकाबाट उनीहरू नेपालतर्फ छिरे, त्यहाँ चाहिँ सुरक्षा प्रबन्धको व्यवस्था कसरी गर्नुभएको रहेछ र तिनीहरू हुल बनाएरै छिरेको अवस्था पनि छ होइन? एउटा त आक्रोश पनि देखियो, अर्को चाहिँ संक्रमणको डर पनि देखियो नि, किनभने उनीहरूलाई त सिधै पालिकामा पुर्याउनु पर्ने हो होइन? त्यहाँ त अलि चुक पनि देखियो। के भन्नुहुन्छ, किन चाहिँ कसरी चुक भयो त्यहाँ? होइन, छिरे भन्ने नै होइन। उहाँहरू त्यही नाकाबाटै आउनुभयो, नाकाबाट आउनुभयो, एक ठिक छ। दोस्रो विषय भनेको त्यहाँ के भने सुरक्षा व्यवस्था छ, मास्टर सहर प्रहरीको विषय छ। तेस्रो विषय भनेको के भने अब जसरी आएर अराजक भएर हिँड्नुभयो, त्यो एउटा ग्रुपमा अनावश्यक रूपमा हिँड्नु भएको छ। त्यसले चाहिँ थोरै सङ्ख्या, किनभने त्यो ग्रुपमा बस्ने मान्छेलाई सधैँभरि सम्भावना रहन्छ एउटा कोही व्यक्ति त्यस्तो थियो भनेदेखि।
अन्यथा त्यसो केही छैन। उहाँहरूलाई हजुर। फेरि हामीले एकदमै गाडीमा हालेर व्यवस्था गरेर गाडीमा राखेर पालिकै पुर्याएको छौँ, अन्यत्र छोडेको छैन। कोही कोही मान्छे एक दुईजना कहीँ भागेर गएको बाहेक त्यस्तो छ भने बाहेक सबैजनालाई हामीले पालिका पुर्याएको छौँ। एउटै मात्रै छुट्यो के भने कहाँको हुनुहुन्थ्यो भनेर रेकर्ड राख्ने काम एउटा, र दोस्रो थर्मल गनबाट हामीले ज्वरो नाप्ने गरेका थियौँ। त्यो दुईटा बाहेक अरू कुरा छुटेको छैन। त्यो चाहिँ छुट्यो। पालिकामा पुर्याएपछि त्यो सबै कामहरू हुन्छ। त्यसले अन्त जानु भएको छैन, त्यस्तो जानु भएको छैन। तर त्यही बाटो हिँड्नु भएको छ, करिब 8-9 किलोमिटर बाटो उहाँहरूले क्रस गरेर माथिसम्म आउनुभयो, अनि हामीले गाडीमा राखेर उहाँलाई पालिकासम्म पुर्याएका हौँ। अब जो मृतक छन् होइन वीरेन्द्र यादव, उहाँको के भयो? पोस्टमार्टमको कामहरू सबै सकियो कि के चाहिँ भयो अहिलेसम्म? होइन, पोस्टमार्टमको काम सबै सकिएको छ, हामीले हस्पिटल पुर्याएका छौँ। त्यसपछि पनि धेरै प्रक्रिया हुँदो रहेछ। एउटा कुरा के भने अब यस्तो सङ्क्रमणको बेलामा आउनु भएको छ, उहाँ बिरामी हुनुहुन्थ्यो। त्यो भएको कारणले गर्दा उहाँको PCR गर्नुपर्ने हुन्छ। PCR चाहिँ हामीले उहाँको स्वाब सङ्कलन गरेका छौँ। त्यो स्वाब सङ्कलन गरेको स्वाबलाई अब परीक्षण गर्छौँ। अब सायद यहाँ भोलि नै हाम्रो यही प्रयोगशालाबाट सुरु गर्ने भनेका छौँ। यहाँ प्रयोगशालामा परीक्षण हुन्छ भोलि। अब त्यसपछि उहाँमा नेगेटिभ देख्यो भने हामी परिवारजनलाई उहाँहरूको सब बुझाउँछौँ, र पोजिटिभ देखिने अवस्था रह्यो भने हाम्रो सब व्यवस्थापन सम्बन्धी कार्यविधि छ, कार्यविधि अनुसार व्यवस्थापन गर्छौँ। भनेपछि स्वाब परीक्षण भोलि मात्रै हुने भयो? उहाँ होइन, सङ्कलन भइसकेको छ, सबै कुराहरू आइसकेको छ। अब हाम्रो यहाँ यो प्रादेशिक प्रयोगशाला स्थापनाको चरणमा छ। भोलिदेखि यहाँ सुरु गर्छु भन्नुभएको छ। भोलि बिहानै हामी यहाँ गर्छौँ। एउटा अर्को कुरो के आइरहेको छ भने खान नपाएर मृत्युवरण गर्नु पर्यो, यो आरोप लागिरहेको छ कि जनतालाई, नागरिकलाई राज्यले खुवाउन पनि सकेन। होइन, यस्तो हो, हाम्रो क्षेत्रमा त उहाँहरू बिहान 5 बजीतिर आइपुग्नु भएको छ। हामीले एउटा हुन्छ त्यो आउने बित्तिकै तत्कालै दिन सक्ने अवस्था त्यो हामीसँग छैन। अब एउटा कुरा यो भोलिदेखि हामीले खाजाको व्यवस्था चाहिँ गर्छौँ भनेर हामी पनि लागिरहेको छौँ। चिउरा चावाहरू केही नभए नि चिउरा अथवा भुजिया, त्यस पछाडि अन्य कुराहरू त्यसमा खान मिल्ने कुराहरू त्यहाँ प्याकेट बनाएर राखिदियो भने एउटा सहज हुन्छ। पानीको व्यवस्था गर्ने भन्ने चाहिँ एउटा विषय हो। तर बिहानै 4 बजे 5 बजे खानाको व्यवस्था गर्न सक्ने अवस्था थिएन। 10 बजेसम्म त हामीले गाडी चलाएर सधैँभरि। उहाँको मृत्युको कारण चाहिँ तपाईँहरूले अहिलेसम्म हुन त रिपोर्ट आएपछि PCR रिपोर्टले केही रिपोर्ट देला होइन, तर अहिलेसम्मको तपाईँहरूले निष्कर्ष निकाल्नु भएको चाहिँ के हो? बिरामी भएर पहिलादेखि भएको अवस्था हो, खान नपाएर? होइन, उहाँ बिरामी हुनुहुन्थ्यो, बिरामीकै अवस्थामा आउनुभयो। दरभङ्गामा ट्रेनसम्म आउनुभयो, धेरै दिन सुरतदेखि आउनु भएको छ, दरभङ्गामा झर्नुभयो, त्यसपछि दरभङ्गाबाट यहाँसम्म आइपुग्नुभयो। यो लामो अवस्थामा जुन एक्जर्सन भयो, एक किसिमको भनौँ न त्यो भयो, त्यसले समस्या पाएको हुनसक्छ। अब अरू कुरा त डक्टरको पछि उहाँ बिरामी हुँदै आएको कारणले गर्दा केही समस्या भएको हो पक्का पनि। अब सिडिओ साहब, व्यवस्थापनको काम जसरी भइरहेको छ, किनभने अहिले पनि धेरै यस्ता जिल्ला छन् त्यहाँ चाहिँ नाकाबाट कुनै पनि एउटा नाकाबाट प्रवेश गर्न दिएको अवस्था छैन। यद्यपि धनुषामा एउटा सुरुवात गरियो कि नाकामा अलपत्र परेका नागरिकहरूलाई चाहिँ व्यवस्थित पारियोस्, उनीहरूले चाहिँ दुःख नपाउन् होइन। राम्रो ध्येयले, राम्रो दृष्टिकोणले यो कदम उठाइएको त हो, तर जुन किसिमको व्यवस्थापन अहिलेसम्म भइरहेको छ त्यो ठिक छ? तपाईँलाई लागेको चाहिँ ठिक छ कि अझै सुधार गर्नुपर्ने आवश्यकता छ? होइन, सबै जिल्लामा भएको छ। जहाँ सीमामा नागरिकहरू अलपत्र हुनुहुन्छ सबै जिल्लामा भएको छ। कुनै जिल्लामा थोरै, कुनै जिल्लामा धेरै हो। अलिकति त केही सुधार्ने भनेको के हो भने एउटा ट्याक्क तोकेको समय जस्तै 10 बजे भनेपछि 10 बजे गाडी आइपुग्ने। अब यो गाडी पनि समस्या रहेछ एउटा भनेर हामीले कुनै कुरामा कम्प्रोमाइज गरेका छैनौँ। गाडी पठाइदिनु, अब गाडी लानेले पनि डराइराख्ने अवस्था, सवारी चालकहरू पनि डराइराख्ने अवस्था, अनि फेरि एउटा गाडी लिएर गए पुर्याएर आएर फेरि अर्को लानुपर्ने अवस्था पनि छ। यसले थोरै समस्या पारेको एउटा विषय यो गाडीको, त्यसलाई व्यवस्थापन तत्कालै गरिहाल्छौँ एउटा। दोस्रो विषय भनेको चाहिँ कम्तीमा पनि आए पछाडि खाना थोरै केही खानेकुराहरूको व्यवस्था गर्न सक्यो र पानीको व्यवस्था गर्न सक्यो भने दुईटा राहत गर्छ। तेस्रो विषय भनेको चाहिँ अब त्यहाँ अलिकति केही अस्ति बनाएको सेट त उडाएर फालिहाल्यो, त्यो लगेर हामीले राखेका त्रिपालहरू 5-7वटा त्रिपाल थिए, सबै पुऱ्याइहाल्यो पहिलो दिनको। अब हावाले सकेको छ। अर्को केही त्रिपालहरू राख्न सक्यो भनेदेखि हुन त त्यहाँ मन्दिर छ, रुखहरू छन्, त्यो बस्नकै लागि त्यति ठुलो समस्या चाहिँ छैन। तर त्यो एउटा त्यति 3टा कुरा व्यवस्थापन गर्न सक्यो भने अन्य कुरामा समस्या छैन। पालिकामा पुर्याइएको छ, सबैलाई व्यवस्थित राखेको छ, लाइन लगाएर आउनु भएको छ, हात धुनु भएको छ, मास्कहरूको व्यवस्था सबै भएको छ, ज्वरो नापिएको छ। त्यसले धेरै कुराहरू एकदम व्यवस्थित थियो। अब त्यस्तो अरू कुरामा समस्या थिएन। थोरै दुईटा कुरा, एउटा खाजा कम्तीमा नि खाजाको एउटा सानो प्याकेट र पानी त हामी व्यवस्था गर्छौँ, खाजा पनि
नाकामै खाजाको प्रबन्ध हुनु पर्यो हैन? सबै थोरै भयो भने त्यो भयो भने उहाँहरू कम्ती नै भोगेको देख्नु भएन, कति दिनको भोकै आउनु भएको छ, मलाई धेरै हुन्छ। तर उहाँको सन्दर्भमा उहाँको परिवारजनले पनि खानेकुरा लिएर आइपुग्नु भएको थियो, उहाँहरू अगाडि नै आइसक्नु भएको थियो, उहाँलाई थाहा थियो। तर यो उहाँको आफ्नै गाडी आउँछ भनेको भए हामी रेड क्रस अथवा अन्य संस्थाबाट पठाउँथ्यौँ, जहाँबाट पुगिहाल्थ्यो, त्यो तत्कालै ल्याउन सकिने अवस्था रहन्थ्यो। त्यति थोरै मिसिङ मात्रै हो, अन्य कुरामा त्यो समस्या छैन, किनभने हाम्रो सुरक्षा सबै छ, सबैतिरको सुरक्षा छ, प्रशासन छ। अब अहिले 1-2 दिन अगाडि त अब त्यो अरू कुरामा समस्या देखियो होला हैन? जठी नाकामा त्यहाँ पनि एउटा अस्थायी क्वारेन्टाइन जस्तो बनाउनु भएको छ, हेल्थ डेस्कको व्यवस्था गरिएको छ। त्यहाँ अझै केही गर्नुपर्छ जस्तो लाग्छ नाकामै? अन्य अब त्यसपछि हामीले एउटा कुरा गऱ्यौँ। दोस्रो के भने त्यहाँ अलिक धेरै भिड भयो भने तल्लो भागको जुन हुन्छ नि, तल खजुरीबाट पनि हामीले दोस्रो नाका खोल्न दिएका छौँ, त्यहाँबाट व्यवस्थापन गर्यौँ। आज पनि 57 जनाभन्दा बढी मान्छेहरू खजुरी नाकाबाट जानुभयो। खजुरी नाकाबाट भाग जाँदाखेरि जनक नन्दिनी भयो, सबैला भयो, कमला भयो, त्यसपछि शहीदनगर भयो, वीर्य भयो, त्यो भागका नागरिकलाई सजिलो हुने हुनाले उताबाट पनि गरेका छौँ। एउटा के भने त्यो कतिपय कुराहरू सिक्दै गर्दै गर्नुपर्ने छ। हाम्रो अनुमान थियो पहिले थोरै 60-65 जना 100 जनाको तलै हुन्थ्यो, पछि गएपछि सङ्ख्या एकदम धेरै बढ्यो। हिजो 345 जना हुनुभएको थियो, अस्ति 307 जना, 207 जना ठुलो सङ्ख्या आइरहेको छ। करिब 4 गतेदेखि सुरु गरेको अहिलेसम्म 1500 जति मान्छेहरू आइसक्नुभयो। आजको सङ्ख्या मैले गनेको छैन, त्यो ठुलै सङ्ख्या भनेपछि अर्को नाका पनि 81 खुल्यो हैन? अब 2टा नाका भयो। अर्को नाका खोलिसकेका छौँ हामीले, खजुरीबाट आउने काम भइसकेको छ, हिजोदेखि सञ्चालन भयो र आज 57 जना, हिजो 7 जना, आज 57 जना मान्छेहरू आइसक्नुभयो। हजुर, अब भनौँ न 300, 200, 300 को हाराहारीमा अल्पत्र पढेकाहरू धनुषाबाट भित्रिरहेका छन् हैन? अब त्यसमा भित्र्याउने जुन व्यक्तिहरू छन् नि, ती व्यक्तिहरू चाहिँ सबै धनुषाकै नागरिकलाई या भनौँ धनुषाकै स्थायीवासीलाई भित्र्याउनु हुन्छ या अन्य जिल्लाकालाई पनि भित्र्याउनु हुन्छ यी नाकाहरूबाट? अहिलेसम्मको प्र्याक्टिस चाहिँ के छ? अब हामी नेपाली नागरिकलाई यो र त्यो भन्ने अवस्था रहँदैन। सकेसम्म हाम्रै आउनु, यो सानो नाका हो, धेरै ठुलो मान्छे धेरै आउनुहुन्न, मलाई एउटा थाहा छ। तर कहिलेकाहीँ आउनु भएको छ। हामीले आछामको मान्छेलाई आछामसम्म पुर्याएका छौँ, रुकुमको मान्छेलाई रुकुमसम्म पुर्याएका छौँ, अनि इलामको मान्छेहरू पनि आउनु भएको छ। हाम्रो माथि क्वारेन्टाइनमा अझै इलाम 5 थरको मान्छेहरू क्वारेन्टाइनमा बसिरहनु भएको छ। गणेशमा सारनाथको चाहिँ क्वारेन्टाइनमा बस्नु भएको छ। बाहिरका अनि सिन्धुली जिल्लाको पनि आउनु भएको छ, त्यहाँ पठाएका छौँ। त्यसले विभिन्न ठाउँबाट आउने मान्छेहरू आइरहनु भएको छ, उहाँहरूलाई पठाउने काम पनि गरिरहेका छौँ। हामीले यो ठाउँ त्यो ठाउँ भनेको छैन। महोत्तरीको भङ्गातिरका मान्छेहरू त अझ धेरै पनि आउनु भएको छ यो भागबाट। त्यसले यो अब त्यसमा चाहिँ उहाँहरूसँग समन्वय गर्छौँ। सिराको पनि आउनु भएको छ, सिराको मिर्चया कल्याणपुरको मान्छेहरू आउनु भएको छ। त्यसले यो ठाउँ भन्ने नै छैन। आज पनि हामीले कल्याण के अरे सिराको मिर्चया सिरासम्म नै पुर्याएर लाहानसम्म पुर्याएर चाहिँ फर्के। भनेपछि अन्य जिल्लाबाट आएकाहरूलाई चाहिँ सम्बन्धित जिल्लामा चाहिँ पुर्याइदिने गरिराख्नु भएको छ अहिलेसम्म? होइन, पुर्याइदिने गरेका छौँ। अब समन्वय गरिदिन्छौँ, पुर्याइदिने काम गरेका छौँ, पठाइदिने काम गरेका छौँ। अनि उहाँहरूलाई चाहिँ खाना भएन भने खाने व्यवस्था पनि गरेका छौँ। अस्तिको दिन हामीले पठाएका छौँ, नुवाकोटसम्मका मान्छे पनि पठाएका छौँ। अस्ति त अलिकति एक दिन राख्नु पर्यो, त्यहाँ दमासतिर चाहिँ एउटा स्मृति भवन छ, त्यहाँ राखेर खानपिनको पनि व्यवस्था गरेका छौँ बेलुका बस्नेलाई। त्यसरी अब राख्ने चाहिँ हरेक कुराहरू हामीले सकेसम्मको जुन छ सीमामा हाम्रो अवस्था छ, हाम्रा लिमिटेसनहरू छन्, सीमितताहरू छन्, त्यहीलाई मध्यनजर गरेरै गरिरहेका छौँ। एउटै मात्रै कुरा के हो भने बिहान आउने बित्तिकै तत्कालै जति मान्छे आउँछन् त्यसलाई तत्कालै गाडी चलाएर, किनभने फेरि कर्मचारी आउनुपर्छ, डाक्टरको अथवा चाहिँ स्वास्थ्य कर्मी आउनुपर्छ, उहाँहरूले रिपोर्ट पनि राख्नुपर्छ। त्यसपछि सामान्य थर्मल गनबाट सिडु साहब अहिले गाडी जस्तै 10 बजे एकचोटि गाडी खुल्छ होइन जठी नाकाबाट, फेरि 6 बजे साँझ खुल्छ, दुईचोटि मात्रै हो कि अब भनौँ न अब बढी त्यहाँ भिड भएको अवस्थामा त फेरि दुईटा मात्रै गाडीले त पुग्दैन होला होइन? कसरी चाहिँ यो व्यवस्थित गरिराख्नु छ? होइन, दुईटा मात्रै छैन सर, दुईटा मात्रै गाडी छैन सर। गाडी हामीले आज त 5-7 वटा भन्दा बढी गाडी, 6 वटा गाडी प्रयोग गर्यौँ होइन? हिजो अस्ति नै चाहिँ हामीले एक दिनमै 4 गाडी प्रयोग गरिरहेका थियौँ। हजुर, आज हामीले 6 वटा गाडी प्रयोग गरेका छौँ। भनेपछि 10 बजे खुल्ने त्यस्तो ठ्याक्कै टाइम छैन होइन? बिहान 10 बजे पठाउने र बेलुका चाहिँ 4 बजे पठाउने भनिएको। तर के हुँदो रहेछ भने एउटै पालिकामा बिहान 4 जना मान्छे आउँछ, बेलुका 6 जना मान्छे आउँछ। बेलुका पनि पठाउने दोहोरो चाहिँ अब कतिपय कुराहरू सकेसम्म एकैचोटि मिलाएर पठाउँ भन्ने नै हुन्छ। हामीलाई पनि सजिलो हुन्छ र उहाँ व्यवस्थापन गर्नलाई पनि सजिलो हुन्छ भनेर चाहिँ बेलुका अलिकति होल्ड हुने बाहेक अरू त्यस्तो समस्या छैन त्यसमा। एकदमै चासोको विषय र अलिकति
के नै होला जस्तो अलि डर त्रास पनि छ कि जसरी नाका खोल्ने निर्णय भयो नि र जसरी चाहिँ मानिसहरू भित्रिरहेका छन्। यद्यपि तपाईहरूले व्यवस्थित गरिराख्नु भएको छ, स्थानीय तहसँग सम्बन्धित पालिकामा उनीहरूलाई चाहिँ पठाइराख्नु भएको छ। अब ढुक्क हुने आधार के छ? एउटा मानवीयताको नाताले पनि सबैलाई चाहिँ प्रवेश गर्न दिनुपर्छ। एउटा पाटो त त्यो भयो, अर्को पाटो के भयो भने जोखिम पनि नबढोस्, संक्रमण नबढोस्। यतातर्फ चाहिँ धेरै सशङ्कित छन्, तिनीहरूलाई चाहिँ के आश्वस्त पार्नुहुन्छ कि सशङ्कित हुनु भएन भनेर? कसरी चाहिँ हैन ढुक्क एउटा कुरा के हो भने यो कोरोनासँग मैले देखेको चाहिँ डराउने त हुँदै होइन, लड्ने नै हो। एउटा कुरा, कोरोनाका लागि अहिलेसम्म औषधि छैन, त्यसको लागि भनेको आत्मबल र आफ्नो पावर नै बढाउने अवस्था हो। त्यसभन्दा दोस्रो विषय नै छैन। तेस्रो विषय भनेको चाहिँ हामीले जुन सतर्कता अपनाउनुपर्छ त्यो अपनाउने कुराहरू। एउटा भनेको सामाजिक डिस्टेन्स राख्ने, दोस्रो भनेको चाहिँ हामीले मास्कहरू लगाएका कुराहरू, सरसफाइका कुराहरू भए त्यो त गर्दैछौँ। तेस्रो अब हामीले जति मान्छे आउनु भएको छ उहाँहरूलाई रोकेर राख्ने अवस्था पनि होइन। हाम्रो नागरिकलाई हामीले बाहिर अर्का देशमा सिमानामा आएर त्यतिकै राखी छोड्दाखेरि झन् लुकेर आउने, भागेर आउने, छलेर आउने, घरमै लुकिदिने भयो। धेरैवटा घटनाहरू भए। त्यो अवस्था नरहोस् भनेर कम्तीमा पनि हामीले गरेका छौँ। आउनु व्यवस्था गऱ्यौँ, आउने व्यवस्था गरेपछि उहाँहरू क्वारेन्टाइनमा बस्नुहुन्छ। क्वारेन्टाइनमा बस्नलाई सहजता भइने बित्तिकै उहाँहरूको परीक्षण हुन्छ, सबै PCR परीक्षण हुन्छ। PCR परीक्षण भइसके पछाडि उहाँहरूमा कुनै समस्या छैन भने आफ्नो घर जाने हो। त्यसरी सबै मान्छेहरू आफ्नो बाटोबाट सशक्ति क्वारेन्टाइनमा गएर बसेर स्वस्थ भएर बाहिर जाने बित्तिकै हामी ढुक्क के हुनुपर्छ भने हामीमा कुनै समस्या छैन, हामी ठिक छौँ भन्ने कुरा हुन्छ। थोरै समय लाग्ने भनेको चाहिँ हामी यहाँहरू सबैलाई राख्नुपर्ने अवस्था पनि हुन्न। हामीलाई पनि त्यही चाहिरहेछौँ, छिटोभन्दा छिटो PCR गरौँ अनिखेर उहाँहरूलाई घर पठाइदिउँ, उहाँहरू ढुक्कले बस्नुहुन्छ, त्यसको लागिरहेछौँ। र उहाँहरू आएर ढुक्कले क्वारेन्टाइनमा बसेर सहयोग गरिदिनु भयो भने हामी हाम्रो समाजलाई, हाम्रो गाउँलाई, हाम्रो समुदायलाई कुनै समस्या हुँदैन। तर लुकेर बसिदिनु भयो, कोही आएर भागेर बसिदिनु भयो, कसै थाहा नदिकन बसिदिनु भयो र भने सबभन्दा पहिले उहाँलाई, त्यसपछि आफ्नो परिवारलाई, त्यसपछि समाजलाई नै समस्या पार्ने अवस्था हो। त्यसर्थ हाम्रो जुन बाटो छ त्यसले सहज बनाउँछ। पालिकाले ठुलो लगानी गर्नुभएको छ, सबै खट्नु भएको छ, सबैको आफ्नो ध्यान त्यसैमा लगानी, आफ्नो पालिकाभित्रका मान्छेहरू भनेर गरिनु भएको छ। उहाँहरूको लगानीलाई पनि सहजता हुने गरी सबैले सहयोग गरिदिनुहुन्छ भन्ने आश पनि हो। त्यति हुन सक्यो भने हामीलाई कुनै समस्या हुँदैन। हामी एकदमै अहिलेसम्म हाम्रो 11 जनाको मात्रै सङ्ख्या देखेको छ। भोलिका दिनमा पनि त्यो बढ्दैन र जति सङ्ख्या बाहिरबाट आएको 13 जना, 2 जना माथि काठमाडौँमा हुनुहुन्छ। त्यो सबैजनाको चाहिँ हामी धेरैजना जसो बाहिरबाट आउनु भएको मान्छे हुनुहुन्छ, त्यसले हामी ढुकैसँग भन्न सक्छौँ। तर एउटा कुरा के हो भने यसका लागि भागिदिनु भएन, लुकिदिनु भएन, झुटा कुरा भनिदिनु भएन, सही कुरा भनेर आफ्नो आफ्नो क्वारेन्टाइनमा बसिदिनु भयो भने सहज हुन्छ। हुनका से संपर्क टूट गेल छै। दर्शक जना की बातचीत करे छलिए आइ धनुषा के सीडीओ कोष हरि निरोला हुनका से बातचीत करे छलिए कि जे आइ घटना भेलै जठी नाका में वीरेंद्र यादव के मृत्यु भेलै, जे भारत के गुजरात से आबि रहल छलै। आ जठी नाका में जना कहल जाय छै कि भूख से हुनक मृत्यु वरण भेलै। यद्यपि सीडीओ साहब ई कहि रहल छलै कि वो पहले से बीमार छलै, तै के कारण से मृत्यु भेल भऽ सकैए। यद्यपि एकर यथार्थ कारण PCR टेस्ट अखन नहि भेलै, काल्हि हेतै PCR टेस्ट स्वाब लेल गेल छै। PCR टेस्ट भेला के बाद मात्रे कहल जा सकैए कि मृत्यु के कारण की छलैए। हुनकर शव अखन राखल गेल छै। आ दोसर जे जठी नाका के एकटा तऽ पहिले से खुलले छलै, दोसर एकटा नाका खौजरी के नाका से सेहो ओतसँ आबऽ देल जा रहल छै धनुषावासी। ओहिके बाद इतर धनुषा इतर के जिला सब जे छै ओहू ठाउँ से आबऽ देल जा रहल छै। और वो विश्वास दिओलकै कि अहाँ सब निचेन रहू, कोई एले पर संक्रमण बढ़ि जेतै से बात नहीं छै। हुनका सबके व्यवस्थित कयल जा रहल छै, पालिका संग मिल कऽ व्यवस्थापन के काज चलि रहल छै। हुनका सबके जे भी नया लोक आबै छै हुनका सबके 14 दिन क्वारेंटाइन में रही पड़तै से ओ कहि रहल छथि। बेस त कोरोना विशेष विदा लै छी। नमस्कार।